Welcome to the very first episode of Supermom Explorer. एक्सप्लोरर भनिसकेको छु। अब कहाँनिर जान्छ के जान्छ चाहिँ हेर्दै गर्नुहोस्। यस्तो हो कि मान्छेलाई चाहिँ गर्दा खुट्टा तान्ने पुरा हुन्छ कि आफ्नोमा आँट नभएको पुरा हुन्छ हो। सो द थिङ इज द्याट आज मैले एक्सप्लोरर मेरो जुन चाहिँ सुपर मम एक्सप्लोरर भन्ने जुन चाहिँ ब्लग नयाँ एडिसन स्टार्ट गर्दैछु। यसमा चाहिँ के हो भन्दाखेरि चाहिँ हामी नानी आमाहरू चाहिँ कहाँ कहाँ घुम्छ सिक्किममै जति सक्दो चाहिँ अहिले हामी सिक्किमभित्रै नै हामी डेस्टिनेसन्सहरू कति घुम्नु सक्छ, कति टाइम फ्रेममा हामी घुम्छ के हुन्छ त्यो देखाउँछ। सो यसमा चाहिँ अब हामी कोही कोही बेला अब टाइम पुरा फुर्सद पाउँदाखेरि त वी विल प्लान आउट प्रपरली एन्ड देन विल गो अराउन्ड नर्थ सिक्किम, साउथ सिक्किम, वेस्ट सिक्किम कहाँ कहाँ हुन्छ। सो टाइम नहुँदाखेरि नि अडिपरि कहाँ कहाँ घुम्नु सक्छ, एटलिस्ट घरबाट बाहिर निस्किनु इज घुम्नु हो। सो त्यो घुम्नुको त्यसमा चाहिँ हामी घुमिकन चाहिँ देखाउँछ। आजको दिन चाहिँ म नानीहरूलाई सरप्राइज दिनेवाला छु। स्कुलमा आइरहेको छु। आज डाक्टर अम्बेडकरको बर्थडे हो। सो डाक्टर अम्बेडकरले चाहिँ नबिर्सौँ होला, किनभने चाहिँ डाक्टर अम्बेडकरले गर्दाखेरि नै आज हामी सबैजनाले एकदम स्पेसल राइट्सहरू पाइरहेको छ लाइफमा होइन। सो आज उहाँको बर्थडे छ, तर नानीहरूको स्कुल चाहिँ लागिरहेछ, हाम्रो चाहिँ छुट्टी छ। सो आजको दिन हामी यहाँ नानीलाई लिनु आएर सरप्राइज अलिकति घुम्नु लान्छु। सो हेर्नुहोस्, बेसी त कहीँ छैन, हाम्रो सिक्किममा आर्टिफिसियल डेस्टिनेसन्स पुरा छ, त्यहाँनिर पनि लान्छ हामी। बाई बाई। A few moments later. फिरेर कहाँ चाहिँ जाउँ भयो, लास्ट लुइङ गार्डनमा आइपुगे। यहाँ हामी सबैजना डिहाइड्रेटेड सिन छ अहिले हाम्रो है, त्यस्तो भएर आउँदैछ हो। सो नानीहरूलाई यसरी लिएर आयो, सबै खोलेर गरम पुरा भइरहेछ। सो हेरौँ अब आज यहाँभित्र कतिको के हुन सक्दो रहेछ। स्कुल ड्रेस चाहिँ अलिकति शीतल बनाइदिएको छु, टाईहरू खोलेर, जुत्ता मोजा खोलेर, लाज लाग्दैछ नि है। It doesn't. Inside my chopper, inside my sandal, and then it's my Do tak tak tak. आजको यो लोकेसन जुन चाहिँ छ अहिले हामी आइरहेको हो, यसलाई भन्छ लुइङ गार्डन। सो यो हामी पहिलादेखि नै आइबस्छ, यो रङका साइडमा छ। यहाँ तल गयो भने स्विमिङ पुलहरू पनि छ, तर आज ब्याङ्क्वेटमा पार्टी हुँदो रहेछ। सो हामी अर्काको पार्टीमा जान अलिक मन पर्दैन, आफ्नै टाइममा आफै पस्छौँ, अर्काको उयसमा नआउँ भनेर हुन्छ। सो आज हामी यहाँनिर आएर एकदमै, किनभने हाम्रोमा टाइम छैन, सर्ट पिरियड अफ टाइम हामी कहाँ कभर गर्नु सक्छ। सो त्यहाँ आएको सिक्किमको बेसी डलग्दो कुरा भएन, जस्तो नानीलाई अलिकति घुमाउनु ल्याउन सक्ने, रिफ्रेस गराउन सक्ने। यत्रो बिमार भयो के भयो बिचारहरू होइन, घरमा बसेको त्यो त्यहाँबाट लिएर आएको। आमा चाहिँ पुरा रिफ्रेस भइसकेको छ, मजा रहेछ हो। सो नानीहरू पनि एकदमै मजा गरिरहेकै छ। सो यो जग्गामा पनि तपाईँहरू आउनु सक्नुहुन्छ, फ्यामिली टाइम जुनै जग्गामा पनि बस्दा हुन्छ, बाहिर भित्र कामले। हामी लागि जापानिज क्याबिनमा बस्यो, यहाँ बाहिर बस्दा पनि हुन्छ, यहाँनिर बिहा गर्दा हुन्छ है, बर्थडे पार्टिज गर्दा हुन्छ, जे पनि गर्दा हुन्छ। सो खाना पनि एकदमै राम्रो छ। अनि तपाईँहरू टाइम स्पेन्ड गर्नु लागि आएको हो भने चाहिँ अन टाइमहरू नखोज्नु होइन, एकदमै राम्रो छ यहाँनिर। सो एउटा एकछिन आउनु लागि सानो मिनी भ्याकेसन, यति सर्ट पिरियड अफ टाइमको मिनीको लागि आएको पनि ठिकै हो। यिनीहरूलाई चाहिँ स्कुल ड्रेसमा राखिरहेछ अहिले, लुगा बिगार्छ भनेर। अब खुट्टामा दबाई लगाउँ ल। फाइनली आउँदैछ। यस्तो गर्दैछ चप्पल ठुलो भएछ। यिनीहरू चाहिँ यस्तो छ कि यो नानीहरूको खुट्टा चाहिँ छ नि मेरोपट्टि गएको छ, किनभने मेरो चाहिँ चापट सानो छ, त्यो चापटै सानो छ। यिनीहरूको पनि चप्पल हो, यस्तोहरू चाहिँ लड्ने पुरा डर हुन्छ। के एकपट्टि खुट्टा नेल पलिस लगाएपछि एउटा छैन।
शीतल बनाइदिएछ आज यहाँनिर रोमान्टिक हुँदैछ हवाए जुल्फों में तेरी गुम हो जाए भन्ने खालको सिन हुँदैछ यहाँ Daddy, come. I don't know. Oh, you just didn't.